माननीय हर्कराज राय, त्यसपछि माननीय मोहनलाल आचार्य। म सुझाव दिन चाहन्छु भिजा सिस्टम बनाऊ, सिल गरौँ, ताकि थाहा होस् न कति नेपाली, कति हजार नेपाली भारत गएर बसिरहेछन्, कति हजार कति लाख भारतीय नेपालमा आएर बसिरहेछन्। विभिन्न खालका चाहिँ तपाईँको अपराधिक गतिविधिहरू पनि भइरहेको छ। यो मानव बेचबिखनको कुरा मात्रै छैन, ठुल्ठुला आन्दोलनहरू हुन्छन्। ती आन्दोलनमा सबै नेपालीहरू नै तपाईँको चाहिँ के अरे आन्दोलनमा उत्रेका हुन्छन् या विदेशबाट पनि आएका हुन्छन् भन्ने कुरा पनि छ। त्यसो भएको कारणले गर्दाखेरि यो समस्यालाई समाधान गर्नका लागि यो दुनियाँमा कहीँ नभएको तपाईँको चाहिँ भारत र नेपालको जुन सिमाना चाहिँ खुल्ला हुनुपर्ने, यसलाई पनि हामीले बन्द गर्नुपर्छ। भिजा सिस्टम लागू गर्नुपर्छ र रेकर्ड राख्नुपर्छ। कतिजना हामी भारत छिर्यौँ है, के को लागि छिर्यौँ र कतिजना भारतीय नेपालमा आएर बसिरहेका छन्, के का लागि बसिरहेका छन्, यसको तपाईँको चाहिँ अभिलेख नराखिकन यो मानव बेचबिखन भन्ने कुरा हुन त यी दुईवटा मुलुकमा मात्रै हुन्छ भन्न खोज्या होइन। त यस्ता खालका तपाईँको चाहिँ मिजर्स हामीले नअप्नाइकन चाहिँ यो मानव बेचबिखन रोकिन्छ जस्तो मलाई लाग्दैन। र यो मानव बेचबिखन रोक्नका लागि सरकारले थुप्रै मिहिन अध्ययन गरेर चाहिँ थुप्रै मिजर्स अपनाउनु पर्छ। न कि अपराधीलाई दण्ड सजाय यति गराउने यति। मानव बेचबिखन भन्ने अत्यन्तै गम्भीर विषयमा हामी छलफल गरिरहेका छौँ। मलाई लाग्छ मान्छेले जब नैतिकता र मानवता गुमाउँछ त्यसपछि उसले आफ्नो इमान पनि बेच्छ, इज्जत पनि बेच्छ, देश पनि बेच्छ, सबथोक बेच्छ। त्यसो भएको कारणले गर्दाखेरि कसरी हामी नैतिकवान बन्ने भन्नेतर्फ सरकारले प्रोएक्टिभली अहिलेको अहिले त नहोला, आज सुरु गरे पनि आजको 50 वर्ष पछाडि त्यसको फल पक्कै पनि लाग्छ। चेतनाको खेती अलि ढिलै पाक्छ। त्यसतर्फ सोच्नुपर्छ जस्तो लाग्छ। किनभने अपराध मान्छेले विभिन्न कारणले गरिरहेको हुन्छ। आवश्यकता ठुलो कि कानुन भन्ने पनि छ। कति मान्छे भात खानु नपाएर नै तपाईँको चाहिँ त्यो भातको जोहो गर्नका लागि जानी बुझी जोखिम मोलेर गइराखेको हुन्छ। अर्को तपाईँको चाहिँ चण्डाल मान्छेले चाहिँ फाइदा लिइरहेको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि रोजगारी, उत्पादन जस्ता विषयहरूमा पनि चाहिँ हामीले प्रोएक्टिभली हेर्नुपर्छ भन्ने सुझाव पनि दिन चाहन्छु म चाहिँ। अब यो रोजगारीको सिलसिलामा थुप्रै देशतिर चाहिँ नि अब हामी जानुपर्ने बाध्यता छ। अभिलेख, रेकर्ड किपिङ भन्ने कुरा ज्यादै महत्त्वपूर्ण कुरा जस्तो मलाई लाग्छ। भारत र नेपाल बीचको खुल्ला सीमा, माननीय महिला बालबालिका